ढोकाहरू ढुङ्गाको बनेको हुन्छ चुपै लागेर बस्छ जुन पीठमा गए पनि जुन मन्दिरमा गए पनि एउटै कुरा मैले मागेको छु देशमा शान्ति होस् देश विघटन नहोस् एकता कायम रहोस् यही प्रार्थना जुनै पनि पीठमा मैले गएर गर्ने गरेको छु नाराटी एकचोटि छोडेर हेर न भने जस्तो पो लागेको छ हाम्रो माझमा आएर एकचोटि हिँडिदेऊ बसिदेऊ भने जस्तो पो लाग्यो अरूलाई एकचोटि चलाएर हेर न त्यस्तो पो लाग्यो कुन समयमा जनताले उठ भन्छ वा जनताले यो समय भयो के गर्नुपर्छ त्यो समयमा ढुङ्गा पनि बोल्ला हेर्दै जाउँ देशमा चाहिँ एकता कायमै होस् विघटन नहोस् प्रजातान्त्रिक पद्धति कायमै होस्